नमस्ते सबैमा। आज यो सानो भिडियो हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू जो पनि भिजिटमा गएर आउनु भएको छ उहाँहरूको आवाजलाई माध्यम बनाउँदै म शेयर गर्न चाहन्छु। किनकि ऋणी श्रमहरू दुबई, साउदी अनि कतार लगायतका धेरै देशहरूलाई सरकारले सुचारू गरिसकेको छ। उहाँहरूको ऋणी पनि भइरहेको छ। तर जो हाम्रा दाजुभाइ दिदीबहिनीहरू भिजिटमा गएर आउनुभयो, 2 वर्ष काम गरेर पनि आउनुभयो, जस्तै कतारहरूको, दुबईहरूको, उहाँसँग कार्डहरू पनि छ, एग्रिमेन्ट पेपरहरू पनि छ, अफर लेटरहरू पनि छ। उहाँहरूको आवाज के छ भने हामीसँग सबै प्रुफ हुँदा पनि हामीलाई श्रम स्वीकृति मिल्नलाई धेरै असहज छ, बन्दै छ। अहिले उहाँहरूको डिमान्ड के छ भने जस्तै रिन्यू श्रमहरू भएको छ त्यस अनुसार भिजिटमा गएर आइएका हामी सबैको पनि इक्वल हामीलाई पनि त्यही हिसाब रिन्यूको हिसाबले नै इक्वेलिटी हामीलाई देखाउनुस् भनेर धेरैले रिक्वेस्टहरू गर्नुभएको छ। धेरैको आवाज पनि छ यो। अनि यो उहाँहरूको यो कुरा एकदम सत्य पनि हो। किनकि सरकारले रिन्यू श्रम गर्नलाई एलाउ गर्न सक्छ भने जसको भिजिट भिसाहरूमा गएर आउनु भएको छ, जोसँग कार्डहरू छ, जोसँग एग्रिमेन्ट पेपरहरू छ, लिगल रूपमा काम गरेर 2 वर्ष आफ्नो श्रम गरेर जो फर्किनु भएको छ छुट्टीमा, उहाँहरूलाई सरकारले श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्छ। जस्तै नयाँ श्रम स्वीकृति गर्दाखेरि फागुन 17 गतिबाट यो बन्द गरेको भन्ने अप्सन श्रम लिँदाखेरि देखाउँछ। त्यही अनुसार नयाँ श्रमहरूको लागि, नयाँ वर्किङ भिसाहरूको लागि बन्द गर्नुहोस् तपाईँहरूले, ठिकै छ। तर जो पनि भिजिटमा गएर आउनुभएको छ उहाँहरूलाई श्रम एलाउड गर्नुपर्छ। यो हजारौं होइन लाखौं नेपाली श्रमिकहरूको आवाज पनि हो। धेरै तनावमा हुनुहुन्छ उहाँहरू, मानसिक रूपमा पनि आर्थिक रूपमा पनि। हामीलाई हजारौं म्यासेजहरू आउँछ दिनमा कि हामीले ब्याजमा पैसा उठाएको, हामीलाई धेरै समस्या छ, म आर्थिक रूपमा पनि मानसिक रूपमा पनि कमजोर हुँदैछु भन्ने धेरैको पीडा छ, समस्या छ। त्यसैले यसलाई सरकार र सरकारी निकायहरूले एकदमै ध्यान दिनेछ र उहाँहरूको आवाजलाई जो पनि भिजिटमा गएर आउनुभएको छ उहाँहरूको आवाजको एकदमै इज्जत गरेर सम्मानपूर्वक श्रम स्वीकृति दिने व्यवस्था मिलाउनेछ भन्ने हामी आश्वस्त छौं। हामी भरोसामा छौं। यसप्रति सरकार र सरकारी निकायहरूको एकदमै ध्यान जाओस्। धन्यवाद। निरन्तर अपडेटको लागि तपाईले हाम्रो फेसबुक पेज र टिकटक पेजलाई फलो गर्नुहोला। धन्यवाद।